आज असार 14 गते नेपाली जनताका प्रिय नेता जननेता कमरेड मदन भण्डारीको जन्मदिन। आज उहाँलाई तमाम नेता कार्यकर्ताले सम्झिने दिन हो र यो सन्दर्भमा आज मैले जननेता मदन भण्डारी स्मृति ग्रन्थ दोस्रो भाग अध्ययन गरेँ र यो पुस्तक सम्पादन अनिल पौडेलज्यूले गर्नुभएको छ र प्रकाशन मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारी मोरङले गरेको छ। यो पुस्तकलाई पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीले शुभकामना मन्तव्य राख्नु भएको छ 2078 मङ्सिर 5 गते र यो पुस्तकमा मदन भण्डारी कमरेडको बारेमा विभिन्न व्यक्तिहरूले आफ्ना भनाइहरू राख्नु भएको छ। 74 जना व्यक्तिहरूले मदन भण्डारी उहाँहरूको नजरमा कस्तो हुनुहुन्छ भनेर यो किताबमा उल्लेख गर्नुभएको छ। त्यस्तै गरेर खण्ड खमा विभिन्न लेखका कृतिभित्र मदन भण्डारी भनेर 18 जना व्यक्तित्वहरूले आफ्ना भनाइहरू यहाँ राख्नु भएको छ। मदन भण्डारी कमरेडलाई शब्दचित्रमा भन्नुपर्दाखेरि उहाँको जन्म विक्रम सम्वत 2009 साल असार 14 गते शुक्रबार रातको 12 बजे भएको थियो। जन्मस्थान ताप्लेजुङ जिल्ला ढुङ्गेसाँगु गाविस वार्ड नम्बर 8 ठोट्नेमा भएको थियो। बुबा आमा देवी प्रसाद र चन्द्रकला भण्डारी, हजुरबा हजुरआमा जयनारायण र लीला भण्डारी, कुप्राबा कुप्री आमा ऋषिराम र तिलरूपा भण्डारी हुनुहुन्थ्यो। दाजुभाइहरू जेठो दाजु स्वामी महिधराचार्य मनोज कुमार सानो सदा टङ्क, जन्म 2004 साल असार 10 गते, धार्मिक गतिविधिमा संलग्न हुनुहुन्छ। साइलो स्वयं मदन भण्डारी हुनुहुन्छ। माइलो स्वयं मदन भण्डारी हुनुहुन्छ। साइलो भाइ चुडामणी भण्डारी, जन्म 2011 साल 8 महिनाको हुँदा मृत्यु भयो उहाँको। काइलो भाइ मोहन कुमार भण्डारी, जन्म 2012 साल फागुन 14 गते, कर्मचारी मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको